ल साथीहरू गुड आफ्टरनुन है। अहिले चाहिँ हामी समला डाँडामा छौँ अनि हाम्रो यहाँ मेम्बर्सहरू हुनुहुन्छ। यहाँ 3 जना याका यता 4 जना मसँग 5 जना अहिले हामी जाँदैछौँ समला डाँडा। हावा चाहिँ एकदम मस्त बवाल सरर चढेको छ। अब सिडी पनि बनाइसक्नु भएको छ यहाँनिर झनै राम्रो हाम्रो लागि। भ्यू हेर्न सक्नुहुन्छ दर्शकबिन। लुक एट द भ्यू क्या। यस्तो बवाल ठाउँ होइन। लेटाङको शिर भन्दा पनि हुन्छ किनकि यो लेटाङकै टपमै छ नि त समला डाँडा। अनि अब चाहिँ हामी सिडी चढ्दैछौँ उकालो एन्ड गइँदैछ। हामी चाहिँ धेरै सङ्घर्षपछि आएको। लगभग हामी 10-12 डाँडा कटेर आयौँ है। अनि यहाँ चाहिँ अब स्थानीयहरूले सिडी बनाइदिनु भएको रहेछ हामी जस्तो यात्रुहरूको लागि घुम्न एकदम धर्माती काम गरिदिनु भएको छ। सिडी चढ्दैछौँ। यो सिडीले चाहिँ एकदम सजिलो भएको छ। पहिले सिडी थिएन अनि गाह्रो हुन्थ्यो चढ्नु। सिडी भएर चाहिँ एकदम सहज भइरहेछ। अनि तलै मेम्बर्सहरू आउँदैछ एन्ड हामी अहिले जाँदैछौँ। सिडी नभन्दा झन् ठाडो थियो बाटो। अनि हाम्रो सिडी पनि गन्थ्यो 40वटा सिडी भइसक्यो होला नि। चाहिँ अहिले जाँदैछौँ समला। घाम पनि लागेको छ। घाम लगेर झन् बबाल देखिरहेको छ यहाँ। ओए हामी चाहिँ फाइनली समला आइपुगिसक्यो डाँडा पिकमा है। लेटाङको भ्यू पोइन्ट समला भ्यू पोइन्ट हो। हेर्न सक्नुहुन्छ चाहिँ हामी अहिले पिकमै आइसकेका छौँ। सास बढिरहेछ। हावा उस्तै चलिरहेछ। हामी सबै अलिक योसँग चाहिँ समला आएको 6 चोटि कम्प्लिट भएको छ मेरो। एन्ड जस्ट लुक एट द भ्यू। God swear, my goodness, I can't even explain how beautiful is this, huh? हाम्रो यात्रा चाहिँ सकिसकेको छ है। लास्टचोटि हेरिदिनु होला। यस्तो दामी छ भ्यू। हावा त्यस्तै हो। चाहिँ अब फर्किँदैछौँ। यहाँ आउँदैछ 2 जना। अनि यो इट्स मी अगेन होस्ट है। चिलमा फर्किँदैछौँ किनकि 6 बज्न आँटिसक्यो। सायद 6 बज्छ होला। तल झरेछ यहाँ तल झरेछ अब 6 बज्न आँटिसकेको छ। एन्ड वी हेभ टु गो नाउ है। हामी जाँदैछौँ। बाई बाई।